प्रायः जसो विदेशतिर जाँदाखेरि दूतावासमा गइन्छ, यसै गरी कुराहरू सुनिन्छ। र अलिकति हामीलाई समाधानको पाटतिर जाउँ जस्तो लाग्यो। थुप्रै अहिले केही दुई चारवटा छलफल चाहिँ गरौँ। अब यो एउटा चाहिँ हामी श्रम मन्त्रालय हुँदा दिपेन्द्रजी, अङ्कजी उहाँहरू हुनुहुन्थ्यो पनि समयमा छ। अहिले जति हामीले भनिरहेको बहस, जति भनिरहेको प्रब्लम चाहिँ आजको प्रविधिको युगमा यो चाहिँ इमान्दार नेतृत्व हुने भने 7 डेजमा अल सल्भ। यो केही होइन। यो सायद दिपेन्द्रजीहरू स्वीकार्नुहुन्छ होला होइन। मैले मन्त्रालयमा हुँदा गरेका प्रयास गर्न खोजेका कुरा होइन, यो श्रम स्वीकृतिलाई कसरी छास गर्ने, तपाईँको कुन देशमा कति सब चाहिँ तपाईँको नेपाल ल्याउनु बाँकी छ, कुन देशमा जेलमा कतिजना मान्छे हुनुहुन्छ, के कारणले हुनुहुन्छ, यो त हामी सबै डिजिटल्ली एभ्रिडे अपडेट गरिदिनुहोस् न पुलिस। यो चाहिँ पैसाको कमी होइन, यो चाहिँ नेतृत्व गर्नेहरूसँग बौद्धिक क्षमताको कमी हो। एकदम यो फाइलिङ हो, कसैले लुकाएर, कसैलाई नभनेर, कसैलाई भन्न अप्ठ्यारो मानेर केही हुन लाग्छ। नेपालको पनि नभएको छ, इन्टेन्ट नभएको होइन। सबभन्दा ठुलो कुरो नेतृत्व हो क्या हजुर। तपाईँले अहिलेको आजको दिन प्रविधिलाई युज गरी भर्खरै तपाईँको अगाडि हाम्रै अगाडि भनिदिइसक्नुभयो, म यहाँ छौँ, हामी नै यहाँ छौँ, प्रविधि युज गरौँ न, यसो हुन्छ भने केही होइन क्या। यो पिनर्स हो क्या हजुर। अहिलेको डिजिटल युगमा तपाईँ हामी यस्तो कन्भर्सेसन गरिरहेछौँ जुन पुरै तारा टिप्ने कुरा जस्तो लाग्छ हामीलाई। दिस नथिङ, केही पनि होइन क्या हजुरको। कर्मचारी हजुरहरू यहाँ काम गर्ने कर्मचारी हुनु नै त हुन्छ एभ्रिडे। उहाँहरूलाई हामीले बिदा बसेर काम गर्न नआएर उहाँले काम ठग्यो भने उहाँ आउनु पनि भएको छ, रिजल्ट पनि आएको छैन, गाली पनि खानु परेको छ होइन। मैले श्रम मन्त्रालय हुँदा मैले एउटा भनेको थिएँ, अब सरहरूलाई थाहा हुन्छ, मैले दिपेन्द्रजीहरूलाई याद होला, म एउटा ड्रिम लिएर गएको थिएँ क्या हजुर। मैले त्यो डिपी अरियाल भने मन्त्री भएको बेलामा काम गरेको कर्मचारी चाहियो मेरो मन्त्रालयमा भनेर त्यो बोलाउने गरी त्यस्तो कर्मचारी बनाउँछ भने ड्रिम लिएर गएको थिएँ क्या हजुर। मैले कर्मचारीलाई दोष थुपारेर कहीँ यो नेतृत्व भाग्ने जुन यो सिस्टम छ नेपालको पोलिटिक्स, नेपालको ब्युरोक्रेसीमा, अनि दोष जति कर्मचारीलाई दिने अनि आफूहरू चाहिँ चोकिने, यो प्रब्लम छ क्या। त्यस कारण म महामहिमज्यूलाई एउटा मात्रै मेरो यो जिस्टमा एउटा अनुरोध आज के गरौँ भने, हजुरले 10वटा 15वटा 20वटा 50वटा छ, यो प्रब्लम यो हो लेफ्टमा, यो हामी 3 महले भने जस्तो क्या हजुर। राइटमा सल्युसन यो हजुर पठाइदिनु पऱ्यो, हजुरले सही छाप गरेर पठाइदिनु पऱ्यो, हजुरले यहाँ छाप लगाएर हजुर सही गरेर पठाउनु पऱ्यो। त्यसलाई हामीले ओन गर्न सक्नु पऱ्यो क्या हजुर। हामी ओन गर्छौँ त्यसलाई। तपाईँको कमसेकम यो दुबईमा बसेको राजदूतज्यूले चाहिँ यसरी उहाँले बुझेर यो प्रब्लम यो फाइन्ड आउट गर्नुभएको छ र सल्युसन पनि यसरी गर्न चाहिन्छ। तपाईँलाई भएको जति आइडिया पठाइदिनु न, बाँकी त अरू पनि हामी खोज्छौँ। त्यस कारणले प्रब्लम यो हो, सल्युसन यसरी गर्न पनि सकिन्छ, अथवा यसको चाहिँ आइडिया भएन सल्युसन कसरी गर्ने होला, यस्तो प्रब्लम छ, त्यो अलिकति आवश्यक किन हामी समाधानतिर छौँ होइन। यो अब यत्रो मान्छे बढाइ छ, अब देशको स्रोत साधन अब सायद यहाँ 2 करोड कर उठेको समय थियो होला, अथवा 10 करोड उठेको समय थियो होला, अहिले 65 करोड पुऱ्याइदिनु हुनुहुन्छ। अघि नै पूर्ववर्ती साथीहरूले भन्नुभयो त्यही रकमलाई हामीले चाहिँ यो दूतावासलाई प्रयोग गर्ने एउटा एमाउन्ट छुट्याउने कुराहरू होला होइन। यो के भने नेतृत्वलाई बुझाउनु पऱ्यो सबभन्दा पहिला। नेतृत्वलाई बुझाउनलाई अघि महामहिमज्यूले भने एउटा कुरा संवेदनशील छ क्या। यो उहाँहरूलाई अब हजुरहरूलाई विशेष गरी कर्मचारीलाई अहिलेको समस्या चाहिँ अब यो कति 22 मध्ये समथिङ यस्तै होला होइन, 13 खाने होइन, यसले समस्या होइन। यो चाहिँ मलाई चाहिँ लागेको हजुरहरू इमान्दार भएर आफू इमान्दार भएर काम गर्ने हो। यो 13 पाने 22 मध्ये यसले केही गर्नेवाला छैन, केही हुनेवाला छैन। अख्तियारी पलाएर चाहिँ हामी के फरक पऱ्यो। ठिक छ त, हजुरको जीवन त भूषण दाहालले कान्तिपुर छोडेको भोलिपल्ट एउटा इन्टरभ्यू दिएको छ, हजुर खोजेर हेर्नु होला। उहाँले चाहिँ मैले मेरो जीवन त्यसै सकेछु, मैले गलत काम गरेछु मेरो जीवनमा, मैले चाहिँ बरु सानो नाङ्लो बस्छ जस्तो व्यापार गर्नुपर्ने रहेछ भनेका छन् भूषण दाहालले। उनले आफैले भनेका छन्, उहाँले खोजेर हेर्नु होला भने हामी चाहिँ त्यो एक्सपेक्टेसन गर्दैन थियौँ। उहाँ खतरा मान्छे भनेर बुझ्थ्यौँ नि त समाजले। तर उनले जे मैले जोड्न खोजेको चाहिँ हजुरको जीवन त मलाई के लाग्छ, म 18 वर्षमा ड्राइभिङ लाइसेन्स लिएको मान्छे हेर्नुहोस् होइन। परिवार पाल्न सकिने जिन्दगीमा ट्याक्सी चलाएपछि परिवार पाल्न सकिन्छ भने मलाई म 18 वर्ष हुँदाखेरि सोचेको कुरा अहिले सोचेको भनेको मैले जोड्न खोजेको के त महामहिमज्यूलाई। अनि अब हजुर अख्तियारसँग डराएर, तपाईँको चाहिँ कोसँग डराएर, सचिवसँग डराएर, मन्त्रीसँग डराएर होइन। हजुरले दिनु पऱ्यो, मजासँग दिनु पऱ्यो आफ्नो तरिकाले। यो प्रब्लम यो सल्युसन मलाई के काममा देखियो, बोलाउन हजुरको जागिर त खाने होइन, बोलाउनु अर्को कहाँ पठाइदिनु नि। के हात्दैन राजदूत भएर के नै तपाईँको पुरै दुबईकै राजै त होइन
होइन तपाईँ रातै हुँदैमा म 2 बजे जानु पर्दैन के कारण हुन्छ डराउनु भयो तर हजुरको आँखाले जुन फाइन्डिङ भयो त्यो फाइन्डिङ भएको चाहिँ नपठाइदिएका कारणले पनि त्यसको सोल्युसनहरू नभन्ने कारणले बोलाउन यस्ता साथीहरू जो आइटीमा आइडिया होला अर्कोमा आइडिया होला अर्कोमा हामीले एउटा कानुनको विभागै एउटा बनाऊँ भनेको थिएँ म मैले श्रम मन्त्रालय हुँदाखेरि हामी डाटाबेसमा काम गरेको थियौँ मलाई चाहिँ के लाग्छ भने कोले कति भ्रष्टाचार गर्यो त्यसको पछि लाएर समय बर्बाद गर्ने होइन भन्ने लाग्छ मलाई पहिलो काम सिस्टम बनाएर भ्रष्टाचार गर्न नमिल्ने बनाउने दोस्रो काम जब सिस्टम बनाएर भ्रष्टाचार गर्न नमिल्ने भन्छन् त्यसै म एकदम फ्री हुन्छ नेतृत्व एकदम फ्री हुन्छ त्यसपछि अनि घोक्रे ठाक लाउन थाल्ने क्या अनि समात्न थाल्ने अनि त्यो पहिला भ्रष्टाचार गरेकाहरूलाई खोज्न चाहिँ त्यसपछि जाने क्या अब यहाँ के हुन्छ म श्रम मन्त्रालय भोलिपल्ट खै तिमीले मेन पावरलाई हानेको खै तिमीले मेन पावरलाई चाहिँ समातेको खै मैले भने अब त्यो मेन पावरलाई समात्न जानु थाल्यो त्यही मेन पावरलाई नै भन्दै हुन्थ्यो दुनियाँलाई फोन लगाउँछ उसले गरेर प्रधानमन्त्रीले पनि फोन होला मामालाई होइन यो गरिदिनु पऱ्यो भनेर समाज त त्यहाँ छ नि त हाम्रो त चेतनाको लेभल त त्यहाँ छ नि त मैले के गर्नुहुन्छ के गर्नुहुन्न भन्नेतिर छैन तर त्यस कारणले मलाई चाहिँ के लाग्छ भने प्रब्लमहरू फाइन्ड आउट गरौँ तपाईँको मैले नेपालमा वैश्विक रोजगार बोर्डमा अवैधानिक रूपमा कसैले पैसा पनि मागेको थिएन नेपालमा 20औं वकिलहरू राखौँ एउटा चाहिँ टिम त्यहाँ बनाऊँ र हरेक देशमा त्यही देशमा लयरहरू छ उहाँहरूसँग कनेक्सन गर्नु मिल्छ इन्टरनेसनल लयरहरू छ उहाँहरू पनि रिलेसन बिल्डअप गर्न चाहनुहुन्छ दुबईको लयरहरू नेपालको लयरहरूसँग रिलेसन बिल्डअप गर्न चाहनुहुन्छ उहाँहरूको बिचमा कुरा गराएर चाहिँ ल दुबईमा यो प्रब्लम परेको रहेछ तपाईँले हेर्नु पऱ्यो यहाँबाट अरू कानुनी सहयोग हामी गर्छौँ त्यहाँ तपाईँले हेरिदिनु पऱ्यो भने पैसै सस्तो होला 15%, 20%, 30% दिए पनि हुन्छ क्या हजुर यो चाहिँ हामीले निर्णय गराउनु पऱ्यो नगराएर भएन परराष्ट्र मन्त्रालयमा हामी लबिङ गर्छौँ कुन समितिमा हामी लबिङ गर्छौँ सदनमा हामी बोल्छौँ नै मैले जोड्नु खोजेँ त्यो त श्रमले गर्ने त सधैँ छ श्रममा पनि को छ कस्ता साथीहरू छन् त्यो तपाईँहरूले मलाई भन्दा बढी थाहा छ नि यसमा बसमा गरिदिन धेरै होइन तर भन्न खोजेँ तै पनि आत्तिनु परेन किन हामी आयौँ नि त अब त हामीहरू आइरहेको छ अझै 2 वर्ष त म त अर्को कार्यकालमा सांसदै भएन भने यही कार्यकाल नै 2 वर्ष मान्छ ल्याउनुहोस् न प्रब्लम हामी बुझाउँछौँ नि मान्छेलाई बुझाउने ठाउँमा होइन तर एउटा चाहिँ के हो भने अब यसरी बसेको बेलामा यतापट्टिको पक्षले नि प्रब्लम पार्ने अनि गरेन एमबिसीले सहयोग गर्ने यतापट्टि पक्षले नै यो भन्ने र अहिले महामन्त्रीले अहिले भने जस्तो यो प्रब्लम चाहिँ के हो यो विदेशमा बसेर नि राजनीति नेपालमा भन्दा बढी अब अस्ति भर्खरै त नेपालमै प्रधानमन्त्री एउटा एनआरएन बनाइदिनु भयो परराष्ट्र मन्त्रीले अर्को एनआरएन बनाइदिनु भयो होइन मैले त सरकारमै भन्दै राम्रोसँग अब 2टा पार्टीले एनआरएनमा पनि राजनीति छिराएर एउटा चाहिँ गैर व्यवसाय नेपालीहरूको एउटा केही एउटा चाहिँ संस्था बनाएर त्यो पनि तहस नहस बनाइदिनु भयो भने अब यो समाज परिवर्तन त छिटै हुँदैन किनभने तपाईँको अलिकति चाहिन्छ 1-2 लेयर जानुपर्छ हजुर यो सेतोलाई एक कोट लगाएर रातो हुँदैन तपाईँ यो सेतोलाई 5 कोट लगाएर चाहिँ रातो हुन्छ क्या त्यस कारणले हामी आउँदैमा त्यो चुल्कीको घरमा केही परिवर्तन नै हुँदैन किनभने हामीले पनि बुझ्नु पर्यो र अर्को चाहिँ इमान्दार नेतृत्व भए सजिलो छ भन्ने मेरो बुझाइ एउटा चाहिँ अघि सरहरूले यताबाट भनिरहेको लेटर भन्ने कुरालाई म अलिकति यसलाई सम्बोधन गरौँ जस्तो लाग्यो हजुरलाई जहाँ प्रब्लम हुन्छ त्यहाँ चाहिँ अब दिपेनजीहरू हामी एक्सेसमै छौँ त सबै हामी त एकदम साधारण मान्छे हो मलाई अघि मन्त्री हुँदा नि उहाँहरूलाई सधैँ एक्सेस थियो मलाई कोही मान्छेलाई चिया पकाउनलाई पनि क्यान्टिनको मान्छेलाई पनि मेरो कहिले कसैलाई सोध्नु पर्दैन थियो होइन त्यसरी हामी एक्सेसमै छौँ कोसिस गरौँ हजुर यहाँ आउँदाखेरि अझै हजुरको 2 वर्ष होला अथवा फेरि अरू कार्यकाल पाउनु होला आइरहनु मलाई थाहा छैन के हो सिस्टम तर जे होस् हजुर जति दिन बस्नुहुन्छ त्यति दिन बस्दा अथवा यहाँ अरू साथीहरू हुन्छ माममी मात्रै अघि भर्खर भन्नुभएको थियो माममी एकजनाले मात्रै केही गर्ने होइन सबै साथीहरूसँग बसौँ छलफल गरौँ हप्तामा एकचोटि तपाईँहरू नै बसेर छलफल गर्नुहोस् प्रब्लम के हो कलेक्सन गर्नुहोस् साथीहरूलाई बोलाउनुहोस् यत्रो चाहिँ सङ्घ संस्थाहरू छ भने उहाँका प्रतिनिधिलाई एनाउन्स गरिदिनुहोस् न 3 चोटि एनाउन्स गर्दाखेरि नआउने अनि 4चोटि आएर ठुलो कुरा गर्ने भने त त्यसको जवाब कसरी दिँदा हामी पनि सहयोग गरिहाल्छौँ नि त्यहाँ त तर अब साथीहरू आउँ त्यसलाई चाहिँ अब पार्टी साथी यो हेर्नुहुन्न हजुर राम्रा मान्छेलाई अहिले एउटा कुरा चाहिँ इम्पोर्टेन्ट छ मैले यो सिपी सरलाई नि भने उहाँले भनेको एउटा कुरा के एकदमै महत्त्वपूर्ण छ भने यो व्यक्तिगत यो इन्फर्मेसनहरू भने चाहिँ यो हाम्रो चाहिँ डाटाहरू त्यो चाहिँ गोपनीयताका कुराहरू अत्यन्तै संवेदनशील हुन्छ हरेक कन्ट्रीको आफ्नो कानुन हुन्छ जस्तो म नामै दिएर भनौँ हाम्रो लीला पाण्डेजी होला अथवा कोही एकजना मान्छेको बारेमा हजुरले केही सहयोग गर्न चाहनु भने उहाँको घरबाट पहिला हजुरको नाममा त्यहाँको वडाबाट त्यहाँको पालिकाबाट अख्तियारी ल्याउनु पऱ्यो त्यो ल्याउने बित्तिकै हजुरले आफूले एउटा चिठी लेख्नु पऱ्यो एमबिसीलाई म युएमा यो गरेर बसेको छु मेरो ठेगाना यो हो मेरो पासपोर्ट नम्बर यो मेरो स्टाटस यो हो सबै जम्मा गरेर मलाई चाहिँ म यो केसलाई सहयोग गर्न चाहन्छु यस्तै केसलाई आगामी दिनमा नि सहयोग गर्न चाहन्छु त्यस कारणले चाहिँ मलाई एउटा एमबिसीले चाहिँ आधिकारिकताको लागि एउटा चाहिँ लेटर बनाइदिनु पऱ्यो भनेर हजुरले पठाइसकेपछि मामजीज्यूले दिनु भयो भने मलाई पनि फोन गर्नु मेरो फोन त मामजी उठाउनु होला नि त हजुरको पनि नउठाउने त मैले एकचोटि नउठाएँ 2-3 चोटि मेसेज पठाउँछु म हो भन्छु चिनाउँछु त्यसरी पुऱ्याइहाल्नुहुन्छ नि होइन
त्यस कारण यसमा चाहिँ हामी प्र्याक्टिकलमा जानुपर्छ क्या हामीहरूको। हामी अब लजाएर डराएर ठुलो र सानो भनेर त्यही ठुलो र सानोमा यो चाहिँ के भन्छ यो अघि हामी बाटामा आउँदै कुरा गरेका थियौँ ओनर र लिडर भन्ने एउटा। लिडरले चाहिँ अरूलाई पनि लिडरसिप डेभलप गर्छ, आफू पनि लिडर हुँदै जान्छ। ओनर चाहिँ त्यो तराईतिर हजुरको चाहिँ त्यो के अरे मिटल भ्याज क्या जिम्मल बाबु भने जस्तै जिम्मल बाबु भने जस्तै सबलाई अब ढुटो पिठो बनाएर चाहिँ जनतालाई सक्ने खाले त्यो कन्सेप्ट हामीसँग अझै बाँचिरहेको छ। तर मलाई चाहिँ एउटा त्यसरी हामी लेटर तयार गरौँ, जो कोही साथीहरूले गरौँ। उहाँहरूले एउटा एनाउन्सै गरिदिएको हो। अब हजुर डराउनु भएन क्या हजुर, मैले भने अब हजुरलाई प्रोटेक्ट गरे हामी रवि लामिछानेलाई जेलमा राखेर त हामी लडिरहेछौँ हजुर। डराएकै भन्ने शब्द मैले फिर्ता लिएँ, डराएकै भन्छ। त भन्नु खोजेँ हजुरले त्यसमा एकदम स्ट्रेट फरवार्ड भएर गइदिनु भयो भने कमसेकम फरक राजदूत पाउँछ नि त त्यसले। कहिले कहीँ के हो यस्तो हुन्छ मैले काटिहालेको कुरो चाहिँ के हुन्छ भने केही कुराहरू हामीले मागेपछि जस्तो मागेपछि त कति कुराहरू चाहिँ मन्त्रालयले दिएन भने चाहिँ उहाँहरूले हामीलाई भनिराख्नु चाहिँ दुईवटा कुरा भनौँ न यही क्षतिपूर्तिको हामीले क्षतिपूर्तिको 1.5 वर्ष भइसक्यो पठायो 2 वर्षै हुन्छ अब त्यो आउँदै आउँदैन होइन त्यो त्यहाँ आइदिएको भए चाहिँ हामीले गर्न सकिन्थ्यो नि फ्रस्ट्रेसन हुन्छ त्यसलाई त्यो नि फ्रस्ट्रेट नहौँ हामी किनभने समाजै हजुर हामीले भना त भने अब फ्रस्ट्रेट भएर कहाँ जाने त्यही समाजमा जानुपर्छ त्यहीँ बाँच्नुपर्छ त्यहीँ मर्नुपर्छ। कति मान्छेको त हामीले गर्दै आयो भने घर परिवार सबैलाई राम्रो हुन्थ्यो नि त त्यो त पाप लाग्छ नि त। पाप लाग्छ होइन त्यो थाहा छ तर हामीले फलोअप गरेर गर्न सक्दैन अरू पाप बढी लाग्छ क्या किनभने अरू यो त निरन्तरता कामै हुँदैन नि त। फलो गरौँ हामी पनि सहयोग गर्छौँ कमसेकम हजुरले राष्ट्रपा भनेर बुझ्नु भएन हजुरहरूले बुझ्दा अथवा कसैले पनि बुझ्दाखेरि हामी त एउटा प्रतिनिधि सभामा एउटा उपल्लो लेभलको चाहिँ पर्फर्मेन्स दिन्छौँ भनेर दिन सक्छौँ भनेर त्यो कमिटमेन्टको साथ आएको छौँ क्या। हामीलाई पोलिटिक्स गर्न हामीलाई चाहिँ राजदूतज्यूहरूलाई भेट्न कफी खान डिनर खान जिन्दगीमा रमाइलो रहर कहिले लाग्दैन लागेन अहिले पनि लाग्दैन अब पनि लाग्दैन हजुरहरूलाई पनि त्यो नपरोस् आवश्यक नपरोस्। हाम्रो सम्बन्ध भनेको चाहिँ एउटा निकाल्नु किन हजुरले यहाँ अवसर दुःख गर्नुभएको छ आफ्नो सेवा दिइराख्नु भएको छ मैले अब उठाइ गरिराखेको छु। तर मैले एउटा चाहिँ सोल्युसनतिर जाउँ टुङ्ग्याउँछु लामो बोलिनँ। एउटा चाहिँ हामीले केही गर्न चाहन्छौँ भने हाम्रो तर्फबाट चिठी ल्याउँ यो प्र्याक्टिस अरू देशमा पनि लागु हुन्छ हामीले यहाँबाट सुरु गरौँ हामीले कसले गर्छौँ तर आफ्नो स्टाटस सब कुरा र अघि मामज्यूले भने एउटा गम्भीर कुरा छ क्या सुरुमा चाहिँ म यो नि गर्छु त्यो नि गर्छु मलाई यो चाहियो त्यो चाहियो भनेर हडपिहाल्ने हडपे भोलिबाट केही पनि नगर्ने त्यो प्रब्लम चाहिँ छ होइन। त्यस कारणले त्यसको चाहिँ हामीले त्यसो चाहिँ गर्न पाइएन हटाउन पाइएन। हामीले मेरो समय यति दिन हुनसक्छ महिनामा 1 दिन हुनसक्छ अथवा महिनामा 3 दिन हुन्छ रोस्टरमा राख्ने भन्ने सिस्टम छ नि मामिज्यू त्यस कारणले चाहिँ रोस्टरमा राखिदिनुहुन्छ उहाँले यहाँ नयाँ प्र्याक्टिस गरौँ न यो त्यसपछि सर्भिस रेन्डर गर्न सक्छौँ भने अनि त्यसपछि उहाँहरूले लिस्टिङ गरिदिनुहुन्छ आएको समस्याहरू त्यही अनुसार जान्छ। अरू दूतावासले नि यो सिकाइ हुन्छ होइन किनभने माममी हुँदै गर्दाखेरि उहाँसँग नयाँ आइडियाहरू हुनसक्छ नि त्यो अरू दूतावासमा अरू राजदूतज्यूहरूसँग नहुनसक्छ त्यहाँमाथि उहाँ त हजुर त क्याडरबाट आएको मान्छे पर्नुभयो होइन किन अब कति पोलिटिकल नियुक्तिभन्दा फरक हुन सक्नुहुन्छ होइन त्यस कारणले नि त्यसलाई हामीले सदुपयोग गर्नुपर्छ र हाम्रो ट्रस्ट चाहिँ हामी आफैले बिल्डअप गर्नु। अब खायो सक्यो एउटा मान्छेसँग हिँड्या देख्ने बित्तिकै खायो सक्यो घुस खाइहाल्यो सक्यो राम्रो कपडा लगाइदियो भने ऊ पछि सुकीले लगाएर त्यसले हिजो त किनिदिइहालेछ भनिहाल्छ। यो समाज यही हो यो समाज भनिरहन्छ आफू इमान्दार हुने हो अख्तियार जानु पऱ्यो भने जाने प्रधानमन्त्री बोलाए पनि जाने जहाँ जानुपर्छ जाने तर अब पैसा छैन भने अब खर्च पुग्दैन भने खर्च पठाऊ भने आउँछ होइन नि आउँदैन म भन्ने अब यहीँ भने कारवाही गरेर अन्तिम केही नभए त पैसा पठाएर बोलाइहाल्छ नि कारवाही गर्ने मान्छेले त होइन। त्यस कारणले चाहिँ एउटा यो गरौँ। अर्को चाहिँ दूतावास हामीले एउटा चाहिँ हाम्रो साथीले बुझ्नुपर्ने दूतावास आफैमा एउटा चाहिँ यो प्रयोग उसमा बाँधिएको हुन्छ त्यस कारणले त्यो राजदूत हामीलाई चाहिँ लाग्छ अहिले भएर एकजना भन्नुभएको थियो डाइरेक्ट कसले राजदूत भनेको चाहिँ हामीलाई नेपालै हो क्या खास तर उहाँको अधिकार कटौती गरेर हातखुट्टा बाँध्यो भने उहाँले के गर्न सक्नुहुन्न पक्कै पनि उहाँ नियम कानुनमा बसेर त्यसमा गर्नु भएर हामीले सोचे जस्तो नहुन सक्छ तर प्र्याक्टिस गरौँ सिकौँ कोसिस गरौँ होइन। उहाँले त्यत्रो आइडिया भनिरहनु भएको छ यो केही होइन हेर्नुहोस् मैले आजभन्दा 12 वर्ष अगाडि मेरो 5 जना कर्मचारीले काठमाडौँबाट काम गर्छ इन्टरनेसनल कल सेन्टरमा म काम गर्छु मेरो आफ्नो व्यवसायको मात्रै मेरो टोकियोमा मैले कर्मचारी 4 जना राखेँ भने मेरो चाहिँ तपाईँको लगभग 16 लाख रुपियाँ तलब दिनुपर्छ। मैले काठमाडौँमा 4 जना कर्मचारी राखेँ भने 2 लाख रुपियाँ 50,000 रुपियाँ भनेको नेपालको अहिलेको गजबको स्यालेरी म 50,000 तलब दिएर मेरो कम्पनी 5:45 खुल्छ हरेक दिन बिहान अनि म बेलुका 6 बजीसम्म कम्पनी चलाउँछु। म 4 जना कर्मचारी जसले टोकियोको फोन काठमाडौँमा बसेर उठाइरहेको छ। तपाईँको हामी अहिले चाहिँ सिस्टम त्यहाँ 12 वर्ष अगाडि कुरा गर्दैछु म अहिले होइन मैले 12 वर्ष अगाडिबाट महिनामा तपाईँको चाहिँ
14 लाख रुपियाँ बचाएको छु भनेको टेक्नोलोजीहरू यति धेरै आइसक्यो अहिले साथीहरू हुनुहुन्छ होइन अब यो एकचोटि यहाँले पनि सहयोग गरिदिनु पऱ्यो तर अब यहाँहरूले पनि आफ्नो ब्याकग्राउन्डहरू अलिकति दिएर होइन किन यो हाम्रो समाज चाहिँ बिहान उठ्ने बित्तिकै चाहिँ कतिजना मान्छेको लास ल्यायो कहाँ बस दुर्घटना भयो कहाँ मऱ्यो कहाँ बगायो भन्ने न्युज आउँछ क्या सुरुमा हेडलाइन हाम्रो समाजै नेगेटिभबाट चाहिँ गयो क्या अनि मिडियाले पनि अहिले त उसको भ्युज बढाउनको लागि उसको लाइक बढाउनको लागि उसको आम्दानी बढाउनको लागि नेगेटिभमा गयो हामी त्यता जानु भएन अलिकति सकारात्मक रूपमा अब युएमा बस्नुहुने अब 7वटा स्टेट भन्ने कुरा आयो होइन 7वटै स्टेटमा बस्नुहुने नेपालीहरू होला कहाँ कहाँ उहाँहरूको चाहिँ प्रब्लमहरू अब यहाँ एक्लै ठाउँबाट सम्भव हुँदैन अब उताबाट दुबईमा भएपछि अलिकति सहज होला अनि त्यसलाई चाहिँ यहाँहरूले गरौँ र यो दूतावासबाट मिल्ने जति चाहिँ र अलिकति फास्ट चाहिँ मेरो एउटा अनुरोध चाहिँ हाम्रो जहिले पनि हामीले चाहिँ फास्ट गर्नुलाई एउटा चाहिँ मेन पावरको कुरा रहेको अर्को चाहिँ हजुरको प्रविधिकै कुरा रह्यो त्यस कारणले प्रविधि युज गर्ने सिस्टममा जाने बित्तिकै मेन पावरभन्दा धेरै सस्तो हुन्छ प्रविधि यो हामी स्वीकार्न सक्छौँ अहिले अत्यन्तै सस्तो मेन पावरमा यतापट्टि इन्भेस्टमेन्ट भन्दा यता प्रविधिको इन्भेस्टमेन्टले काम पनि छिटो सस्तो पनि गर्ने भएर यसमा अलिकति हामीले ध्यान दिनुपर्ला जस्तो लाग्छ यो एनआइडी र पिपीको अहिले त्यो ऊ भएको छैन लिङ्क भइसकेको छैन र हाम्रो एनआइडीमा कसैले एनआइडी लिइरहेछ भने त उसको त भरेको एनआइडी चाहिँदैन त्यसको लिङ्क छैन होइन विभागमा चाहिँ राष्ट्रिय परिचय पत्र जुन बनिरहेछ यसको राष्ट्रिय परिचय पत्रमा भरेको फर्म भरिसकेर राष्ट्रिय परिचय पत्र लिइसकेको मान्छेले पासपोर्टको फर्म भर्न खोज्दाखेरि फर्ममा आफ्नो एउटा नम्बर एनआइडी नम्बर हाल्ने त्यो सररै आउँछ होइन है विभागमा पनि त्यो भर्नै पर्छ तर विभागमासम्म हामीलाई त्यो एक्सेस छैन विभागमा के छ भने दुईटा डेटा चाहिँ मिलेन भने त्यसपछि कन्ट्राडिक्सन भयो भने त्यो देखाउँछ मात्रै तर एउटा जुन हामीले एउटा भनौँ न एउटा युनिक नम्बर दिइसकेपछि सर आउने जुन किसिमको व्यवस्था छ त्यो चाहिँ छ त्यो रिट्रिभ हुनुपर्ने हो त्यो एउटा एसेसिबिलिटी दिनुपर्ने हो त्यो जसले दिनुपर्ने त्यसले नदिएर यसमा काम गरौँ अलिकति सहयोग गरौँला होइन हामी पासपोर्टको त अब धेरै ठाउँ पासपोर्टमा मात्रै होइन मैले पहिलोचोटि एयरपोर्टको लाइन मैले चेन्ज गरेँ याद कतिको छ तिमीलाई याद चाहिँ छैन थाहा भएन हामी एयरपोर्टमा एउटै नेपालीलाई यतापट्टि चाहिँ हाम्रो नेपाली मान्छन् एउटा कान्छीको छोरा र जेठीको छोरा के भने क्या यो अपमानको पनि लिमिट क्रस थियो क्या हामीले आफ्नै नागरिकलाई होइन हामीले त्यहाँनिर सुधार्यौँ पछि अरू कामहरू थुप्रै गर्न कोसिस गरिरहेको थियौँ तर एनआइडीलाई चाहिँ यो इन्टरभ्यू लिङ्क गर्ने एपिआई गर्ने यसमा हामी अलिकति काम गर्न सकेला म कुरा गरौँ अब अहिले चाहिँ मन्त्रीज्यू को हुन्छ भन्ने कुरा पनि त्यति चासो हुन्न हजुरहरूसँग त सचिव लेभलसम्मकोले धेरै कामहरू हुन्छ होइन अब सचिवले चाहिँ हामीलाई पनि मन्त्रीले चाहिँ हामीलाई अब पार्टीको रूपमा हेर्नु होला होइन मैले त हेरिनँ कहिले पनि हेर्दा पनि हेर्दिनँ होइन तर अब अरू साथी